आज चाहिँ छ साथीहरू मेरो बुढाको बर्थडे है। अनि यो बर्थडेको लागि चाहिँ मैले मिठो मिठो मासु पकाएर खुवाउँछु भनेर साथीहरू मासु ल्याएर पकाउन थाले। अनि यता मेरो मासु पाकिन्जेल के साथीहरू यता अचारको पनि तयारी गरे। अनि भयो के भन्दा चाहिँ आज यस्तो मिठो अचार मिठो मासु पकाएर खुवाउँछु भनेको त लास्टमा के भयो होला कि साथीहरू। अब हुनु के थियो, अचार बनाए लास्टमा चाहिँ पोख्यो गे छ्या। मेरो ढङ्ग पनि के हो त्यस्तो है। अनि पुरै पोख्यो कि अचार चाहिँ अब खानै पाएन है। अब जेसुकै होस् ल, अचार सचार मासु यस्तो कुरा छोडिदिउँ साथीहरू। आज चाहिँ अब मेरो बुढालाई एकदम धेरै 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 जन्मदिनको शुभकामना है। अनि त्यसपछि म के भन्न चाहन्छु भने उहाँको जीवन सधैँ हाँसी खुसी रहोस्, उत्तर प्रगतिको कामना गर्दछु साथीहरू। अनि यता फेरि छोरीले बर्थडे केक लिएर आथी साथी। अनि त्यसपछि हामीले केक सेक काट्यौँ है। अब अनि त्यसपछि यता रमाइलो भयो क्या साथीहरू। अब अनि छोरोले चाहिँ यहाँ यो स्प्रे स्प्रे यताउता हान्यो है। अनि त्यसपछि ट्याक्क लाएर केक सेक काटियो। अनि केक सेक काटेर खाएर साथीहरू आजको दिन चाहिँ मेरो यसरी बित्यो। अनि हजुरहरूको चाहिँ कसरी बित्यो साथीहरू भन्दै गर्नुहोला। अनि मैले चाहिँ 60 डेज च्यालेन्ज गरेको थिएँ नि त। आज त डे 45 पुगेछ कि साथीहरू हेर्दै। अनि मेरो 500 लाइक कट्यो भने एउटा स्ट्यान्ड किन्छु भनेको साथी हो। लास्टमा त अहिलेसम्म कुनै भिडियोमा पनि 100-200 लाइक आएर हिँड्छ के। अब के को स्ट्यान्ड न सिस्ट्यान्ड। अब यो 60 डेज पछि फेसबुकलाई बाई बाई भन्ने हो कि साथी हो मैले त। ल अब यसरी मेरो मिनी ब्लग बाई साथी।